आफै खोल्न सकेन यार सस्ने हालौँ न त मुखमा ओहो देखाइदेऊ त मुखमा पानी त पुगेन यार प्लेट अर्को बाँकी छ कि जुस खाइदिउँ न जुस त खाएकै छैन खराइले नि भन्छ भित्र सब भिजाउनु हुँदैन बानला भने रन्डीले अहिले छाडा बोले पच्यो यो डटी फेलो मर हामी यहाँ जङ्गलमा यहाँ रमेन बनाएर खाना छ है रमिन होइन हौ रामेन 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 मिठो हुन्छ हल्का जापानिज भाषा बोलिदिएको नि कस्तो कस्तो रे रामेन भनेर भनेको नि के रे रामेन अब 80 का तामाङ भन्नु पर्ला है यहाँ अब 80 लाखको बाइक है 80 लाखको बाइक ए सही चौल भाइ त पनि गर्दै त ग्याङ साइन ल यहाँ देखेको छ कि छैन रेड बुल गिभ यु विङ्स हामी चाहिँ हेलो नमस्कार गाइज आज मेरो फर्स्ट भ्लग हुँदैछ मेरो च्यानलको नाम चाहिँ कुटमा हो अब आज हामी कहाँ जाँदैछौँ आज हामी जान्छौँ माथितिर नरकोट एरियातिर राइड प्लस के रे राइड प्लस मकब्याङ हाम्रो आज करेन्टको मकब्याङ हुन्छ कति बेरसम्म बस्ने हो के गर्ने हो सबै भन न हामी बस्छौँ हाम्रो पहिला चिल राइड हुन्छ होइन केटाहरूको सबसँग आफ्नो बाइकमा चिल राइड हुन्छ कर्नर सर्न नि हानिन्छ हल्का फुल्का हाम्रो मिठो राइड हुन्छ त्यसपछि जान्छौँ हामी त्यहीँ कुकिङ हान्छौँ हाम्रो मकब्याङ पनि त्यही हुन्छ सबै कुरा स्टे ट्युन्ड रमाइलो हुन्छ अब तिमी कहाँ जान्ला म घर जान्ला म घर किन जान्ला भन्दाखेरि म कलेज ड्रेसमा छु यो कलेज ड्रेस फुकाल्नुपर्छ प्लस चाउचाउहरू ल्याउनुपर्छ त्यो जिम्मा मेरो नाममा छ म त्यो गर्छु यस गुड लेट्स गो हाम्रो बाइक कहाँ छ ल समर दाइ बाई मसँग चाहिँ है केटा हो रेबेनको चस्मा छ है एआईवाला है यो चाहिँ लगभग चार्ज सिद्धिसकेको छ त्यही भएर यो युज चाहिँ गर्दिनँ म यो पछि नै युज गरौँला है अहिले चाहिँ चार्ज छैन यो चाहिँ मेरो बाइक भयो यो एनएक्स चाहिँ हाम्रो प्रधानको भयो ऊ त्यो एनएस चाहिँ हाम्रो ज्याक्सको यो स्कुटर सोन बाइक हो अब चाहिँ हामी निस्किन्छौँ है त घर गएर सामानहरू ल्याउनु पर्ने हुन्छ होइन अब यसो भ्लग ल बिस्तारै ल नाम के छ नाम कुटमा छ के रे कुटमा ए ल अब हामी निस्किनु पर्ने हुन्छ चट्टा लगाएर निस्क्यौँ अब लास अप्ठ्यारो क्या फेरि प्रधान चाहिँ निस्किँदै गर्छ म निस्किँदै गर्छु लगाएको ल कहाँ जान्ला औ घर जान्ला नि ल म चाहिँ निस्किन्छु यहाँबाट घर गएर सामान लिइसकेपछि त्यसपछि चाहिँ म उता गएर म घर गएर सामान देखाउँछु त्यसपछि भेटौँला है त म चाहिँ अब घर पुग्न लागिसकेँ अब मैले मेरो दाइलाई पनि कल गरेको थिएँ जेन्स दाइलाई त्यो पनि आउँदै होला आइसके पनि होला खोइ थाहा भएन तर आउँछु चाहिँ भन्दै थियो होइन यो चाहिँ मेरो घर भयो होइन कुरा हो अब एकछिनको लागि चाहिँ हामी लक्ष्याङ्गी दग्गको माथि जानुपर्ने हुन्छ त अब म एकछिनमा भेट्छु है त हजुरहरूलाई लगाइछ हामी चाहिँ रेडी भइसक्यो है कराई सबै त्यहाँभित्र है हाम्रो चाहिँ पुरै रेडी पार्छ अब म चाहिँ चट्टा लगाएर हिँड्ने छु यहाँबाट होइन कोही क्यामेरा एङ्गल मिलेको हेर त क्यामेरा एङ्गल यहाँबाट हेर्न यहाँबाट ल म चाहिँ आँपे जस्तो अहिले अलिक सिधा छैन जस्तो छ क्या
क्यामेरा सिधा यो चाहिँ देखाएको छ कि छैन यो ट्याङ्की ट्याङ्की त देखाएको छैन यो मिटर एउटा मात्र देखाएको अब देख्यो ट्याङ्कीको नि यो क्याप देख्यो क्या केटा हो हामी चाहिँ निस्किसक्यौँ घरबाट अब यहाँ सामान बोकेर आएर सर्ट लाएर मिनी मार्टमा गएर 1400 किनेर जल्दी हाल्नुपर्छ है त छैन अरू त 690 झर्दा जाउँ सामान लिन्छौँ रेकर्डेड त अब यो मैले गरे मेसेज हेर हौ छैन हेर अब केटा हो हामी यहाँबाट निस्केर अब केटाहरू साथ धेरै सकेपछि चाहिँ हामी माथितिर गएर त्यहाँनिर हाम्रो पहिला चाहिँ सर्ट राइड हुनेछ हामी गोइङ ड्यामसम्म राइड भएपछि चाहिँ हामी जानेछौँ त्यहाँबाट अब कसरी भन्नु होइन तर हामी जान्छौँ सर्ट राइड हान्छौँ अनि त्यसको चाहिँ हाम्रो प्लान चाहिँ त्यहाँ गएर मकब्याङ खाने छ सोच हेरौँ चराइ बोकेर हामी चाहिँ चल्ती थालिसक्यो है जङ्गलमा गएर पकाउने भन्दैछन् केटाहरू अब यहाँ पहिला मिटअप गरौँ केटाहरू त्यसपछि चाहिँ बेडरुममा आएपछि केटा हो हामी चाहिँ रेडी भइसक्यो यहाँ चाहिँ हाम्रो कराईहरू पन्चुहरू छ अनि यहाँ हाम्रो सबै रेडी छ चस्मा पनि छ है यहाँ खोइ हाम्रो यहाँ करेन्टहरू पनि ल्याइसकेको छ यसमा चाहिँ टोटल 15 प्याकेट रहेछ हाम्रो फेरि यो चाहिँ स्पेसल हुन्छ किनभने देख्न सक्नुहुन्छ यहाँ 3x स्पाइसी रहेछ यो चाहिँ ओभर खानुपर्ने हुन्छ है हामी यो चाहिँ कति 5-6 हामी टोटल 5-6 जना हुनेछौँ केटाहरू यहाँ सब रेडी हो अझै आउनु बाँकी नै छन् त्यही भएर हामी कुरिरहेछौँ यहाँबाट निस्किनु पर्ने हुन्छ होइन हामी अब एकछिन टाइम लाग्नेछ त्यस्तै हो अब कुर्नु पऱ्यो केटाहरूलाई फेरि यहाँ ल त्यहाँ बसमा खतरा भइरहेको रहेछ होइन यहाँ मान्छेहरू चाहिँ टन्नै रहेछ आज चाहिँ किन हो अब सुरु हुन्छ मकब्याङको लागि अन्डा पनि किन्नुपर्ने हुन्छ अन्डा किनिसकेपछि त्यहीँबाट हामी राइड हान्न जाँदै है रेस हुन्छ है रेस पनि हुन्छ हेरौँला है हाम्रो रेस प्लस ल यतै किन भइहाल्छ नि प्लास्टिकको चन्दा मार्केट हुन्छ लगाउँदा अब जाउँ निस्किन बस केटा हो सबैजना रेडी है त ल केटा हो सुरु हाम्रो अब हामी यहाँबाट निस्किसक्यौँ अब हामी यहाँबाट बोजिङ ड्याम जाँदैछौँ यो चाहिँ हामी चित्तुरको बाटो जाने हो आज चाहिँ हेर्दै टाढा अब हेरौँ कस्तो हुन्छ हाम्रो ब्लग मेरो चाहिँ यो फर्स्ट ब्लग हो है केटा हो फर्स्ट टाइम एक्सपिरियन्स हो होइन अलिक नराम्रो भयो माइन्ड नगरिदिनु होला अब हामी बाटोमा जाँदै अन्डा सन्डा सब किन्छौँ गाइस पानी पर्ला जस्तो भयो मौसम चाहिँ पानी पर्ला जस्तो भयो होइन केटाहरू चाहिँ पछाडि नै छन् अब हामी यहाँबाट पानी नपरे त राम्रो हुन्थ्यो किनकि हामी चौधो पकाउनु पर्ने हुन्छ पानी परे पनि हामी भ्लग चाहिँ रोक्नेवालामा छैनौँ आज जसरी हुन्छ चौधौँ मकब्याङ चाहिँ खाने हो पानी परे चाहिँ फ्लेभर चाहिँ होइन त्यस्तो चाहिँ हुँदैन है अब हामी सरेर गएर चट्ट लगाएर अब माथि गएर भेट्नेछौँ अब यहाँबाट चाहिँ सुरु भयो हाम्रो राइडिङ बाटो यहाँबाट चाहिँ पुऱ्याउँछ है ल केटाहरूले ल त्यसको एकजना चाहिँ गयो अर्को पनि गयो अब हामी पछाडि जाँदैछौँ कहाँ राखे के गरे हो त्यो के गरे बिच बाटोमा रोक्नुहुन्छ त्यसरी होइन त्यो भनेर अब कोही आएर ठोक्यो भने के गर्छ अब त्यो छोड्यो त्यो बात छैन हामीलाई मुभर हुने हामी जोडेको होइन त केटा हो हामी चाहिँ चुहाउँदै जाँदैछौँ होइन अब यो चाहिँ कुवा पाउने पसल हो यो चाहिँ मेरो साथीको पसल हो यहाँ उसको पसल नै छ हामी यहाँबाट सामानहरू किनेर चट्ट लाएर माथि पनि जानुपर्ने हुन्छ हामीले चाहिँ यहाँ प्लेट अब प्लेट चाहिँ ल्याएको थिएन कराई चाहिँ ल्याएको थियो अब यहाँ हामी सामान किनौँ त्यसपछि चाहिँ माथि जाऊँ आन्टी दिपिन छैन
दिपिन हजुर दिपकका हामीले चाहिँ चाहिने जति सामानहरू किनिसक्यो अन्डा नि किन्यो अब त्यहाँ सबै किनिसक्यो होइन अब हामी फेरि चल्दिनु पर्ने हुन्छ अब छट्टीमा पर्दैन अब हामी ज्याक्स हेलमेट अब हामी जानेछौँ पानी पर्ला जस्तो भयो होइन मौसम चाहिँ हेर्नु न डेन्जर मौसम चाहिँ अब सामानहरू सबै किनिसक्यो हामीले जुस अब चाहिने सामानहरू हामीलाई अब यहाँ चाहिँ त्यो चाहिँ हातमै समात्दैन अब यहाँ हामीले च्विङम पनि किनेको छौँ है यो धेरै पछि देखेर मैले यो किनिहालेँ है फेरि हाम्रो यहाँ साथीको पसलमा चाहिँ हामीले डिस्काउन्ट पनि पायौँ मिठै डिस्काउन्ट पायौँ यहाँबाट फेरि पानी पर्ला जस्तो चाहिँ भयो है यहाँ रोकेर चाहिँ हामी भ्यू हेर्छौँ एकछिन अन्डा फुट्न लाग्यो ओहो के भयो अरे के भयो अन्डा फुट्न लाग्यो हौ के भयो मेरो होइन कुखुराको खोइ देखाउ के भयो अरे तिम्रो अन्डा फुट्न लाग्यो यहाँबाट भ्यू हेर्दै अब वरदानको गफ सुन्न चाहिँ अलि रमाइलो हुँदो रहेछ होइन अन्डा के फुट्न लाग्यो अरे अन्डा केटाहरू पनि आए अब हामी फेरि निस्क्यौँ यहाँबाट बोइल फेरि तिमी यति हट छौ कि अन्डा पनि हुन्छ बोइल पकाउनै पर्दैन मेरो हातमा भएपछि आफै बोइल स्टाइल उन्नान्ना सट्टीमा है केटाहरू चाहिँ पुगेर त्यहाँ के गर्न भ्याइसकेछन् हामी चाहिँ भर्खर यहाँ आउँदैछौँ यिनीहरू ग्याङ फाइट गर्नु लाग्छ यहाँ चाहिँ पानीको थोपा पनि आइसकेको रहेछ होइन तर हामीलाई बाल छैन होइन यसरी चढाएर यसरी हानेर के हो सट्टीमा पानी चाहिँ भरि भए रहेछ है केटाको म एक लट त्यहाँ लगेर देखाइदिउँ यहाँ त फोटो सेसन भइरहेको बाइक उता लग्ने कि यहीँ छोडिदिने लगाम हौ बाइक उता लग्ने प्लान भइरहेको हाम्रो चाहिँ होइन हामी चाहिँ चट्ट लगाएर यहाँबाट सट्ट बाइक लिएर जान्छौँ हामीलाई चाहिँ केही कुराको बालै छैन है अब चाहिँ हाम्रो लक्कै हो त्यही भएर हामीलाई केही कुराको बालै छैन चट्ट लगाएर मैले त्यहाँबाट पनि घुसाइदिएँ केटाहरूले पनि कसरी घुसाउँछ हेरौँ है त दामी पारामा घुसाइदिएँ त्यसको चाहिँ क्रास बाँचिन्छ भन्दै थियो थिएन तर यहाँ केटाहरूलाई कुरौँ सबैजना यो चाहिँ दामी छ है ल केटाहरू बस्छ ल केटाहरू हिँडेर आउँछ अरे हामी चाहिँ यहाँबाट सट्टीमा चढिनु पर्ने हुन्छ है त्यो टाका चाहिँ दामी लो के हड्क्यो मेरो खुट्टामा आम्मा दामी छ यो बाटो चाहिँ ओहो यो बाटो चाहिँ मिठो भयो मिठो ब्लग्स यसो अब टिकटक सिकटक हाल्दा नि दामी छ है यो फेरि हामीले बाइक चाहिँ अब यहाँतिर हाल्नु पर्ला होइन यतानिर बाइक हालिदिउँ गाइज अब यहाँ हाम्रो सङ्घर्ष भइरहेको है हेर्नु सङ्घर्ष वाइल्ड सङ्घर्ष चाहिँ ओभर भइरहेको यहाँ पानी ल को आयो फेरि कहाँ बाँधो गराउँछ ल वाउ यहाँ सबै हाम्रो यो प्लास्टिक बालेर भयो नि आगो बाल्नु पऱ्यो एकछिनको लागि होइन गाह्रै पऱ्यो आगो बाल्न चाहिँ यहाँ काठ पनि सबै भिजेको रहेछ क्या फेरि राखिराख्नु पर्ला यार पछि पानी पर्दा मलाई आउँछ त हामीले टाउको नभिजोस् भनेर नि है यहाँ टाउको माथि यस्तो दुईजनाले समात्ने च्याट्ने के हो झोलालाई अनि तिरपाल बनाइदिने माथि आगो चाहिँ बाल्न गाह्रो भइरहेको केटा हो हामीलाई आगो बलिस चाहिँ खान्छौँ अब आगो बालिस
आगो बालिरहेको होइन हाम्रो कुकम्यान हो ब्याग चाहिँ यहाँ अब आगो बलिसक्यो आगो अलि बलेपछि हामी अब कुकिङ सुरु गर्छौँ ल फेरि के गरे केटाहरूले कराई अट्छ कि अट्दैन नै आगो बाल्यो ल है बाल छैन हो कराई अटेन नअटेन आगो बले पुग्यो आगो चाहिँ बल्यो तर कराई अट्छ कि अट्दैन चाहिँ थाहा छैन है कहाँ समाउन सक्छ हो पोलिसकेपछि रोक 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 त्यो तास छ भने त्यो मेरो होइन तेरो हो मेरो मामा घरको हुन्छ ल ल अब त अटिहाल्छ नि त ल अट्छ ल अब चाहिँ अट्छ ल पहिला गर्दा उताको नि अलिकति ल छोड हो पहिला यहाँ दे छोड पहिला यहाँ दे खसाइ कराई खस्छ अब कराई खसेर के भयो त मलाई तँलाई 10 दिन बोल्छ देखि सेल्फ डिफेन्स कराईले नि भन्छ म चाहिँ उब्बर भोक लागिसक्यो केटा हो सानोहरू सबै यहाँ छ 15वटा छ हामीसँग 15वटा छ सबै कतिवटा खानु सकिन्छ सबै खानु सकिन्छ सबै सकाउने हो कि होइन पुग्दैन भनेर भन न ग्याङ 15वटा 6जनालाई पुग्दैन होला त केटा हो पुग्छ होला तेरो मेरो विचारमा चाहिँ पुग्छ होला है टक्क लगाएर यहाँ कराई चाहिँ अट्छ कि अट्दैन फेरि कराई चाहिँ अट्छ है थुक हाम्रो आगो चाहिँ बल्यो ल अब चाहिँ हामी हाम्रो सुरु गर्छौँ कराई हाल्दा भयो अब रोक्न आगै बलाएन राम्रो तताइ राखौँ न ल है ल तताइदिउँ के त्यसो त्यो माटोको लेप लगाऊ पर्दैन उ त्यसो माटोको लेप लगान त्यो त उ यहाँ हावा कहाँ माटोमा राख्छ के हुँदैन डढेन हटेन ल पाँच त भाँच उता पछाडि चाहिँ ग्यास रेडी छ है ल ग्यास त हरियै रहेछ नि त ल ग्याङले यस्तो गर्छ लौडा रहेछ यहाँ चाहिँ पानी ल है धेरै पानी कसले खान्छ यति भए पुग्छ उमाल्नु पर्यो चौचौ त मोल्ने मात्र होइन यसमै मसला हालिदिने नि त्यो उम्लेपछि पानी ठ्याक्क भइहाल्छ नि सुक्छ नि पानी चौल भाइ के शब्द जाओस् ल पुरै उमाल्ने होइन त्यो म्याउ हामी यहाँ जङ्गलमा यहाँ रमेन बनाएर खाना छ है रमिन होइन हौ रामेन मिठो हुन्छ जापानिज भाषा बोलिदिएको कस्तो रे रामेन भनेर भनेको नि के रे रामेन म बोल्दिउँ मेरो इन्ट्रो दिदिउँ क्या जापानिजमा दिदिउँ वादासिनो नामायावी ज्याको प्रसन देश वादासिनो उचिबो नेपारू भक्तपुर देश दामी है अब यहाँ आगो सागो दन बलेपछि चाहिँ हाम्रो यहाँ सुरु हुन्छ हाम्रो मकब्याङ ड्यु किन खाएको है वरदानले खाइदियो भने अब 80 कतामा भन्नु पर्ला है यहाँ अब 80 लाखको बाइक है 80 लाखको बाइक चाहिँ चौल भाइ त पनि गरिदियो त ग्याङ साइन ल यहाँ देखेको छ कि छैन रेड बुल गिभ यु विङ्स मलाई नदेखाउने अब मलाई त भोक लागिसकेको फेरि एउटा खान्छ है म भोक लागिसक्यो है केटाहरूले चाहिँ ग्लासमा भरेर यहाँ कोइला अब कोइला है केटा हो त्यहाँ रेडिमेड कोइला यसमा त लौडा यस्तो किरा सब गयो त ग्याङ यस्तो निकाल्ने क्या हो रुखको रुखको यस्तो निकाल्ने हो बार्क होइन भिजा हुन्छ भित्र सब भिजा हुन्छ बानलाई भने रन्डिलो अहिले छाडा बोले पच्यो यो डटी फेलो मर खाँदा त तिनीहरू बोल्दैन तँलाई नपच्यो घर राम्रो अब केही गर्न सकिन्छ त मान्छे पच्यो नि त गर्दा ल जान्छु नजान्नु घरमा पकाएर खाइहाल्छु यहाँ पिफम भेट्यो पिफम बाल्नु पर्ला चाहिँ
on the way to the search of cat. कहाँ भेटेला त काठ यस्तो हरियाली छ कहाँ भेटाउने हो काठ गाह्रो छ बाइक बाल्दिम हौ पड्काइदिम यसलाई लानुपर्छ कि क्या हो सिङ्गै होइन लानुहुन्न यस्तो फुल मेहनत चलिरहेछ है ग्याङ ल ज्याकोले दियो है केटाहरू सब छ है यो मोबाइल चाहिँ यसको है यसको यो चाहिँ भ्लग बनाउने भन्दै आएको मान्छे है अनुहार चाहिँ अलिक चोर जस्तो छ त्यही पनि यो चाहिँ अन्डा है चमेलीको अन्डा आगो बल्यो है फाइनली ल यस्तै हो क्या यो सल्लाहको हामीले आगो बाल्न लगाएको चाहिँ होइन धन्नै 146 भनेपछि धन्नै 50 मिनट त्यस्तो गइसक्यो होइन यहाँ बल्ल तल आगो अलिकति काठमा लाग्यो नत्र चाहिँ बलै थिएन कि हामीले वाइल्ड सङ्घर्ष गरिरहेछौँ होइन बल्ल तल अलिअलि आगो लाग्यो यस्तो छ होइन बल्छ बल्दैन चाहिँ थाहा छैन बलेन भने नेक्स्ट डेस्टिनेसन के चाहिँ होला त बल्या होला कि नबल्या होला इन्टरमिसन यहाँ चाहिँ आगो बल्दैछ अब कुन ठाउँमा बल्छ भन्ने हो एक ठाउँमा चाहिँ ज्याक्सले एक ठाउँमा जेन्ट्सले बालिरह है ल यहाँ एक ठाउँमा बलिरह अर्को ठाउँमा चाहिँ त्यहाँ अर्को ग्याङ है यहाँ पनि बलिरह है के गर्थ्यो खै गर it's just a prank वाइल्डै भयो है बल्ल आगो बल्न थाल्यो 2 बजिसक्यो हामी आएको यहाँ कति भइसक्यो थियो 1.5 घन्टा लगाएर हामीले आगो बाल्यौँ केटाहरूले आगो बालिसक्यो है ल है ग्याङ है सब हाल्दियो सब हाल्दै केटा हो नपाइन खाइदिने हो खाइदिने हो यत्रो मेहनत गर्छ कि अब पकाएरै खाने हो चमेली भाइ अन्डा अन्डा नि हालिदिने हो अन्डा नि हाल्दिनु दुईटा हाल कतिवटा छ 6वटा एउटा काँचै खाइदिउँ न खै जिन्सु दे त भोकले चुर भइसक्यो है ज्याक्स कस्तो भयो भोकले एकचोटि अनुहार देखाइदेऊ न यहाँ पसिना भइसक्यो यार रेनको चाहियो ल अन्डा नि आयो है अब एउटा है आगो नि बल्दै है सक्यो एउटा अन्डा काँचै खाइदिउँ न काँचै अन्डा खान्ला है यहाँ एकजना हन्टर हो है सस हालिदिउँ कि सस नि हालौँ न त ओहो देखाइदेऊ त मुखमा ओहो डेन्जर है छोड हेड सेफ यहाँ हुँदा त ल पेटा आगो बाल्दा ल यसले के बाल्यो है आगो त्यहाँ उता कहाँ बाल्यो छ हेर न यहाँ बाल्यो के गर्छ म चाहिँ उचाल्दियो हौ मलाई त हाल्दियो हौ उचाल यस्तो हो खाइदिउँ अब पानी ए उता बलिसक्यो हौ ल यहाँ त डेन्जर बलिसक्यो ज्याक्स है ज्याक्सको टोलीले यहाँ बाल्यो है यहाँ बल्यो नि त आगो खै यो पिफम हटाइदिए त ज्याको त्यसले पोल्छ केटाहरूले यत्रो मिहिनेत गरेर उचाल
यता देखाउ त इ पानी पर्यो यार अब खाइदिम भने खाइदिम तप पर्यो कसम खान पाउने बेकारी हो अब अब यसो राख्दै मुनि ओ इता ल्याउँ पर्छ पोल्यो पिफम लिएर वर्धन पिफम लिएर आउ न खोइ खोला त एकछिन खोइ त पाक्यो है पाक्यो कसले नि पाक्यो है पाकिसक्यो पनि लिएर आऊ अल डन भइसक्यो खाएर हेर त भइसक्यो फाट्छ अब हन्ट सुरु भयो ज्याक्स देखाइदेऊ त यहाँ त मुनि देखाएर ल खाइदेऊ त एक लट स्वाद कडा यहाँ हाल्दैछौँ है अब हामी चाहिँ पेट पूजा गर्छौँ है ज्याक्सले चाहिँ स्वाद लिएर खाइरह है दामी है वाउ ज्याक्सले खान्छ है ल है यहाँ चाहिँ हामी सबजना एक लट यहाँ देखाइदेऊ त खाएर फाइनल्ली है म पनि खान्छु ल अब हामी चाहिँ हन्डा है स्वाद आयो है यहाँ देखा न दादालाई ल सबलाई के घुर्को खाइदेऊ यता खोइ त्यहाँ देखाइदेऊ त दोस्रो लट दोस्रो लट है पानी त पुग्यो प्लेट अर्को बाँकी छ कि जुस खाइदिउँ न जुस त खाएकै छैन यिनीहरूले पेट नफाल है अर्को लट है मजा आयो केटा कस्तो भयो खाएर भन् पिरो भयो यार एकदम मिठो छ पिरो नि छ ज्याक्स कस्तो भयो खाएर कस्तो भयो सौजन मिठो एकदम मिठो वरदान मिठो कस्तो भयो लौडाहरू मुझी थपेर खाइदियो नि मेरो ल मान्छेले बोलिरहेको फेरि दोस्रो लट है हाम्रो रोक्न अन्डा नहाल्नु यो पाकेको छैन के नाकमा छिर्यो दोस्रो लट है जुस हालिदिनु टाइट ओए हाल एउटा तनाव पर्यो है अब चाहिँ पानी पर्यो फेरि यस्तो पानी पर्दै क्या यहाँ चाहिँ केटाहरू यसरी रेनकोट उ गर्ने यो पनि चाउचाउ पाक्न लागिसक्यो है पानी पनि किनेर ल्यायो केटाहरूले भर्खर यता गएर होइन अब पानी पर्यो तनाव भयो यसरी केटाहरू यसरी अब फायरलाई जोगाउँदै है वरदान के छ सिचुएसन हाम्रो सिचुएसन धेरै गम्भीर छ तर हामीलाई रमाइलो छ पानी परिरहेको आगो निभ्यो केटा हो ल अब तिमीहरूले सोच न तातो भयो कि यही मुजी तातिसक्यो कि यसमा जादु मोटावाला जादु केटा हिँड्थ्यौँ न त्यसरी एक लट यता हिँड्थ्यौँ न ल हिँड्थ्यौँ छोड न वरदान मैले त केही पनि देख्दैन हौ के अरे बिहानको डाइलग के अरे रञ्जन निराजन सुन न भोइस हरक निरञ्जन खोइ सौजन देखेन यहाँ ल आवाज हरक निरञ्जन दुवैले दुवैले सँगै के 1 2 3 स्टार्ट हरक निरञ्जन निमञ्जन अन्डा पनि राखिसक्यो है केटा ल फेरि हाम्रो पाक्दैछ है आगो त दन है यसपालि चाहिँ ल के झोल थप्ने कि यति ठिक छ फेरि केटा होला तिमीहरूले भन झोल थप्ने कि यति ठिक छ ज्याक्सलाई चौसँगलाई चाहिँ अगाडि राख्नुपर्ने हो
त्यो टोपी लाउने ज्याक्स खोइ कस्तो वाह डोली डोली पोली राख्ला साथी हरक निरञ्जन होइन भने अफ्रिकाको जादु के अफ्रिकाको जादु हरक मोटावाला जादु ल्याउ ज्याक मिठो मिठो है एकदमै स्वादिलो है केटा सबैले खानु भयो ज्याक्स व्हाट्सअप खै फक्ड अप हान्देऊ त एक लट मर्दा त कुरेर बस्नु लाएर तर त्यहाँ तिम्रो पालो त आउँदैन मिठो मिठो गुड स्वादिष्ट यहाँ जेम्स भाइ यहाँ खोइ देखाइदियो त खाइदियो त एक लट खोइ चौली भाइ खाइदिए आँसु आइसक्यो खोइ 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 खान एक लट खाइदियो न त्यो झोल खाइरह ल दामी है चौली भाइ है पटमै खाइदिनु है ल ओइ चौली भाइ के गरे यो तैँले गरे मैले गरे के खोइ के मेरोमा पर्यो क्या हामी चाहिँ हटपट केटा खसे है ल यति चाहिँ दान है यता अब यति चाहिँ हामी खाने हो यति चाहिँ हामीलाई है तुलो निकाल्यो त तुलो यो पनि छ केटा यहाँ सबैतिर चारैतिर छलफल गरेर खाइरहनु है हामी उता जाउँ यार हामी जाने हो हामी हामीलाई छुट्टै छ त्यो त भिजा छ यार सबै ओए बढ्दा त्यस्तो हुँदैन है म खादिनँ हौ मेरो हात ओ यहाँ जुगा थियो यार उता जाउँ यहाँ चौध नि सबै खाइदिन्छ यार म खाइदिन्छु ल है खाइदिए हाम्रो चाहिँ दामी है दामी ल सुरुप्पै एक कास कम भयो नि खोइ हेरौँ त है मिठो पिरो भएको यार यो तर अलिकति पोख्यो यार झोल पनि पोख्यो है झोल नि पोख्यो नि इन्भिटेसन छ ल केटा हो अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ होइन सबै हामी क्लिन सिलिन गरेर सबै खाइसकिसकेर होइन अघि चाहिँ मोबाइलबाट भ्लग बनाएर थियो फेरि गोप्रोबाट कन्टिन्यू भयो हाम्रो भ्लग अब फेरि यता अगाडिसम्म जाऊँ अनि हेरौँ ल एक्लै यहाँ चाहिँ मिठो पानी आउने रहेछ है यहाँ हात साथ धुन खान त मिल्दैन होला है यसरी हामी चाहिँ यहाँ दामी अब केटाहरू आधी चाहिँ अगाडि गइसक्यो तिनजना हामी चाहिँ यहाँ छौँ अब हेरौँ यो अब यसरी हामी जाँदैछौँ गएर अब घर जानेछौँ अब वाइलै भइसक्यो क्या टन्नै खाइसक्यो होइन पेट पनि वाइल फुटिसक्यो केटाहरूको मजा आयो जे होस् एकछिन चाहिँ पानी परेर तनावै दिँदा क्या हामीलाई चाहिँ 15 प्याकेटै सिद्धाइदियो क्या केटा हो हामीले कति चाहिँ भोका होला हामी खानासाना पनि खाएको थिएन केटाहरूले चाहिँ के गर्यो यो के गरे हो के गरे के गरे यो ल रेडी हो केटा हो ल यो बोक पछाडि बस्ने मान्छे के
ए त्यो ब्यागमा यहाँबाट न्युट्रलमा हाल्ने पेट्रोल बचाउ अब यहाँ न्युट्रलमा हाल्ने चट्ट अफ अब ब्रेक लाउँदै सर हामी चाहिँ यहाँबाट निस्क्यौँ अब घर पुग्ने हो आनन्दले सुत्नुपर्छ अब चाहिँ भ्यू चाहिँ मक्खन है मक्खन उपर मक्खन आइरह्यो है भ्यू चाहिँ अब त्यस्तै हो हामी चाहिँ अब गरिब छौँ पेट्रोल सेट्रोल नभएको मान्छेहरू अलि यसै नै हिँड्नुपर्ने हुन्छ अरू भए चाहिँ अन गरेर हिँड्छ नि तर हामी अफ गरेर हिँड्ने सुपर च्याट व्यवस्थामा छौँ अब यसरी नै अफ गर्दै गर्दै तलैसम्म हामी यसरी जान्छौँ थ्याङ्क यू सौजन श्रेष्ठ फर $100 सुपर च्याट अहिले अब हामी चाहिँ अफ गर्दै गर्दै यहाँ चरेलीसम्म आइपुग्यौँ होइन चरेली आइसक्यौँ यहाँबाट चाहिँ चट्ट अन गरेर तल होइन त बिस्तारै जाने हो केहीको हतार छैन हामीलाई अब केटाहरूले चाहिँ रक्कै हाल्दै फेरि अलि अगाडि गएपछि अफ गर्नै पर्ने हुन्छ होइन केही छैन तर चाहिँ फेरि अफ गरिदिनु न न्युट्रलमा हालेर चट्ट ल यहाँबाट फेरि हामी झर्नुपर्छ टन्नै एकताका चाहिँ यस्तो भ्यू हेर्न आउनुपर्छ है केटा हो भक्तपुर चाहिँ आउनै पर्ने हुन्छ भक्तपुर भिजिट गरौँ उतातिर घाम पानी भइरहेको घाम पानी स्यालको भे घाम पानी स्यालको भे घाम पानी स्यालको भए सौजन जन्ती सुशान्त पाउने के अरे बनाऊ केटा हो कल गर ल गट्टीमा है